परिचय पत्र अर्थात् नेसनल आइडीको थ्रुबाट तपाईँ ड्राइभिङ लाइसेन्सको अनलाइन फर्म कसरी भर्न सकिन्छ आज म तपाईँलाई स्टेप बाई स्टेप यो भिडियोमा सिकाउने छु। भिडियोलाई सुरु गर्नु अगाडि तपाईँले च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने तपाईँले च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई लाइक गर्न नबिर्सनुहोला। आउनुहोस् भिडियोलाई सुरु गरौँ। यसको लागि तपाईँले आफ्नो मोबाइलमा भएको क्रोम ब्राउजर ओपन गर्नुपर्ने हुन्छ। जस्तै म कोशी प्रदेशबाट अनलाइन फर्म भर्दैछु। तपाईँ कोशीको सट्टामा तपाईँ आफ्नो प्रदेशको नाम लेख्नुहोला र त्यसपछि .gov.np मा सर्च गर्नुहोला। जस्तै म idlvrskoshi.gov.np बाट म गर्दैछु आफ्नो प्रदेशबाट। तपाईँ पनि आफ्नो प्रदेशको नाम यहाँ लेखेर तपाईँ सर्च गर्नुहोला। अब सर्च गरिसकेपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र भेहिकल रजिस्ट्रेसन सिस्टम। हामीले गर्नुपर्ने भनेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्सकोमा यहाँ कन्टिन्यूमा क्लिक गर्नुहोला। अब क्लिक गरिसकेपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ न्यू लाइसेन्स र एड क्याटेगोरी रेन्युको लागि हामीले गर्नुपर्ने भनेको न्यू लाइसेन्सको लागि यहाँ न्यू लाइसेन्समा तपाईँले टिक गर्नुहोला। तपाईँले यो क्युआर कोडलाई स्क्यान गरेर नागरिक एपबाट ड्राइभिङ लाइसेन्सको लागि आवेदन दिन सक्नुहुन्छ। न्यू रजिस्ट्रेसन नेसनल आइडीको थ्रुबाट गर्ने हो। यसको लागि तपाईँले यहाँ न्यू रजिस्ट्रेसन नेसनल आइडीमा तपाईँले क्लिक गर्नुहोला। अब क्लिक गरिसकेपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ एनआइडी फर्मेट। तपाईँले यसमा माथिकोमा टिक लगाएर यसमा नेसनल आइडी नम्बर राख्नुपर्ने हुन्छ। र नेसनल आइडीको नम्बर राखिसकेपछि तपाईँले आफ्नो यहाँ मोबाइल नम्बर पनि राख्नुपर्ने हुन्छ। र मोबाइल नम्बर राखिसकेपछि तपाईँले आफ्नो इमेल एड्रेस जुन तपाईँले अहिले चलाइराख्नु भएको इमेल एड्रेस तपाईँले एड गर्नुहोला। नेसनल आइडी नम्बर र मोबाइल नम्बर र इमेल एड्रेस एड गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ कन्टिन्यूमा क्लिक गर्नुहोला। अब तपाईँको 6 अङ्कको ओटिपी आउने गर्छ जुन तपाईँले यहाँ 6 अङ्कको ओटिपी राख्नुपर्ने हुन्छ। ओटिपी राखिसकेपछि भेरिफाई ओटिपीमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि तपाईँलाई यस्तो खालको इन्टरफेस सो हुने गर्छ जुन तपाईँले देख्न सक्नुहुन्छ नेसनल आइडीको तपाईँले अटोमेटिक फिल हुने गर्छ। इन्टर पासवर्ड नम्बर तपाईँले छ भने तपाईँ राख्न सक्नुहुन्छ र छैन भने तपाईँले यहाँ आफ्नो सिटिजनको फोटो तपाईँले अपलोड गर्नुपर्ने हुन्छ। सिटिजनसिपको फोटो स्क्यान फर्मेट अगाडि र पछाडिको दुईटै भाग राखिसकेपछि पर्मानेन्ट एड्रेस देख्न सक्नुहुन्छ। पर्मानेन्ट एड्रेस र टेम्पोरेरी एड्रेस सेम छ भने सेम असमा यहाँ टिक लगाउनु होला। टिक लगाइसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ सबमिट एप्लिकेसन। अब यसमा क्लिक गर्नुहोला। सबमिट एप्लिकेसनमा क्लिक गरिसकेपछि अब यहाँ तपाईँले क्याटेगोरी चुज गर्नुपर्ने हुन्छ। तपाईँ कुन क्याटेगोरीको आवेदन दिन चाहनुहुन्छ। जस्तै ए मोटरसाइकल स्कुटर अनि बीमा कार र जिप। तपाईँ पनि आफ्नो यहाँ एउटा क्याटेगोरी सिलेक्ट गर्नु सक्नुहुन्छ। जस्तै म मोटरसाइकलको लागि एमा क्लिक गर्दैछु। तपाईँ पनि आफ्नो क्याटेगोरी छान्नु होला। क्याटेगोरी चुज गरिसकेपछि तल स्क्रोल गर्नुहोला। अब सबमिट एप्लिकेसनमा तपाईँ यहाँ टच गर्नुपर्ने हुन्छ। नेसनल आइडी भेरिफाइड यहाँ देखाइसकेको छ। डाउनलोड एप्लिकेसन पिडिएफमा तपाईँ पिडिएफ डाउनलोड पनि गर्न सक्नुहुन्छ र यो एप्लिकेसन नम्बर तपाईँले आफ्नो स्क्रिनसट वा सुरक्षित राख्नुपर्ने हुन्छ। अब यति गरिसकेपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ प्रोसिड टु मेडिकल फी पेमेन्ट यहाँ तपाईँले यहाँ क्लिक गर्नुपर्ने हुन्छ। ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस विराटनगर मोरङ तपाईँको कुन नजिक पर्छ ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस तपाईँले टिक लगाउनु होला र टिक लगाइसकेपछि कन्टिन्यू टु पेमेन्ट यहाँ टच गर्नुहोला। इपिबी नम्बर तपाईँले यहाँ जेनेरेट पेमेन्ट भाउचरमा तपाईँ यहाँ क्लिक गर्नुहोला। इबिपी नम्बर आइसकेको छ जेनेरेट भएर। ट्रान्सफर म्यानेज अफिसमा तपाईँले 300 रुपियाँ पेमेन्ट गर्नुपर्ने हुन्छ र यहाँ देख्न सक्नुहुन्छ पे नाउ र पे नाउ गरिसकेपछि तपाईँले भेरिफाई पेमेन्टमा क्लिक गरेर तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। र तपाईँ नेक्स्ट पार्ट 2 को लागि तपाईँ च्यानललाई सब्स्क्राइब गर्नुहोला र कमेन्ट पनि गर्नुहोला।